गुड मर्निङ नमस्ते सबैजनालाई आई होप सबैजना सन्चै हुनुहुन्छ होला। यो चाहिँ मेरो आज शनिबारको डे 1 है मेरो भ्लग कस्तो छ के छ हेरेर प्लिज कमेन्ट सब्सक्राइब लाइक गरिदिनु होला है त। बिहान उठे अल्छी लागिरहेको थियो, बिहान उठ्दा पनि यस्तो मिठो निद्रा लाग्छ। बिहान उठे त्यसपछि अब पर्दाहरू खोल्नु थियो, पर्दा खोलेँ। मैले सानो एउटा स्नेक प्लान्ट अनि लकी प्लान्ट मनी प्लान्ट जस्तो राखेको थिएँ क्या। अनि नाइटी पनि मैले चेन्ज गरिसकेँ। पानी खान्छु, पानी पकाएर बिहान चाहिँ मलाई उठेर पानी खानुपर्छ क्या। पानी नखाइकन चाहिँ मलाई दिन सुरु भएको जस्तो लाग्दैन। मलाई चाहिँ तातो पानी आधा लिटर चाहिँ खानै पर्छ। पहिल्यैदेखिको बानी मेरो कति वर्ष भइसक्यो। यो ग्लासको 1 ग्लास खान्छ फुल तातो पानी हालेँ मैले। तर मैले भिडियोमा चाहिँ देखाएको, तर आधी भन्दा अलिकति धेरै छ, अलिक तातो छ। अनि मैले अब चिसो पानी थपेर खान्छु क्या। कट खान्छु पानी पनि। बिहान त पानी खाएन भन्दा मेरो दिनै सुरुवात हुँदैन जस्तो लाग्छ मलाई त। सक्दै सक्दैन बिहान चाहिँ मलाई 1 गिलास पानी चाहिँ खानै पर्छ, आधा लिटर पानी चाहिँ। हेर्नु न भरि चाहिँ खाएर मैले सकिसकेँ। सक्दै नसक्ने नि भरि नै छैन मलाई पानी दिनु। केही अरूकोमा कतै गइहाल्यो भने नि अनि 2 गिलास खान्छु कि पानी। अनि 2 गिलास खाएर आधा लिटर हुन्छ नि त यो ग्लासको, त्यही भएर फिनिस नै गर्नुपर्छ बिहान त। मलाई त पानी त सक्दै सक्दैन। फिनिस गरिसकेँ मैले पानी पनि। सो गाइस कस्तो अल्छी पनि लागिरहेको छ। बेडसिटहरू पनि मिलाउनु पर्ने छ, बेडहरू पनि मिलाउँछु, खानाको लागि पनि तयारी गर्छु। यस्तो अल्छी पनि लागिरहेको छ। नानी पनि छैन त्यही माथि, नानी पनि त्यसै घुम्न गएको थियौँ। अब बेडसिटहरू मिलाउँछु। अल्छी लाग्छ कि अल्छी पनि बिहान उठ्नु बित्तिकै कस्तो अल्छी लाग्छ। तर आमा भइसकेपछि त्यसरी आज चाहिँ म मसेउराको तरकारी बनाउँछु, त्यो पनि सिट्ठी लगाएर क्या। मसेउराको तरकारी मसेउरा मैले रेडी गरेँ। मसेउरालाई मैले पखालिसकेँ पनि। त्यसपछि आलु छ अनि अलिअलि काटकुट गरेको प्याज, खुर्सानी, गलभेडा छ। ग्यास अन गरी अलिअलि पानी रहेछ र यसमा तातो सुकाउनु पऱ्यो। फेरि तेल हालेँ, जिरा हालेको मैले। यो चाहिँ मेरो आफ्नो स्टाइल हो कुकरमा यो हजुरहरू पनि ट्राई गर्नुहोस्। धेरै मिठो हुन्छ, धेरै मिठो हुन्छ मलाई चाहिँ मन पऱ्यो। आफ्नो स्वाद हो, मलाई चाहिँ एकदमै मन पऱ्यो। यस्तो छिट्टा हालेर पनि क्या आज पनि लागेको छिट्टा हानेको थियो। फेरि यसो पकाउँदा एक टाइम मेरो हात पनि पोलिएको थियो कि। गर्दै भिडियो बनाउँदै खाना बनाउँदै रुम सफा गर्दै गरिरहेको छु। फेरि अब त आफूलाई स्वाद अनुसारको मसला हाल्नु हो। तर म सिम्पल पकाएको जस्तो अदुवा लसुन पनि छैन कि मलाई अदुवा लसुन पनि हाल्नु जस्तो बिचमा अल्छी लागेको थियो। हाल्दा पनि हालिनँ अदुवा लसुन हालेको एकदमै बेस्ट। कस्तो मिठो लाग्छ, मिठो टेस्ट पनि आउँछ। मैले छिटो चापो धेरै खानु मलाई त मनपर्छ। मसेउरा आलु पनि कस्तो सिम्पल सजिलो छ कि छिट्टो पाक्छ कि। कराईको भन्दा कुकरमा सजिलो कि छिटो छ नि त।
अलिकति भुट्नुपर्छ। अनि यता खाना पकाउँदैछु, यता चाहिँ आफ्नो फेसलाई पनि केयर गर्नु पर्यो। फेस प्याक बनाएँ अनि फेस प्याक लाएँ, त्यसमा चाहिँ केही पनि हालेँ, बेसन, दही अनि कफी अनि बेसन हालेर यस्तो लगाएको क्या। यस्तो फेस चाहिँ कस्तो ड्राई भएको छ। टिभीतिर गाना बजिरहेको छ क्या, गाना बज्दै नाच्दै फेस प्याक लगाएर हाल्यो। फेस प्याक लगाएको छु। आज फेरि बाहिर जाने प्रोग्राम छ नि त, बहिनीहरूलाई भेट्ने प्रोग्राम बनाएको भएर राम्रै बनेको, राम्रो फेस प्याक लगाएको छु भन्दैछु चाहिँ। अब फेरि यता तरकारी पनि त हेर्नु पर्यो नि। भुटा मलाई चाहिँ भुटेर पकाएको चाहिँ एकदम मनपर्छ क्या। धेरै लाग्यो भने फ्यात्त गल्छ नि त। कुकर तातो, कुकर बिर्को तातो भएर फेरि लगाउन पनि सकिरहेको छैन। अलिकति पानी नपुगा जस्तो फेरि भयो, अलिकति पानी हालेँ। त्यसपछि बिर्को लगाइदिउँ। जस्ट 2 सिटी मात्रै लाउने, धेरै लाउने होइन। 2 सिटी मात्रै लाउने, 2 सिटी पनि लाग्यो। अनि अब त्यतापट्टि तरकारी पाकिसक्यो, ग्यास बुझेँ। मलाई चाहिँ चित्तै बुझ्दैन फेरि, ओसिडी भन्ने छ क्या मलाई। ओसिडी को कसलाई चाहिँ यो ओसिडी भन्ने चिज भन्नुहोस् न गाइस। अनि त्यसपछि रुमहरू पनि पुरै सरसफाइ गर्दै, खाना पकाउँदै, रुमहरू सरसफाइ गर्दै, पुरै बेडसिटहरू झार्दैछु क्या। फेरि तौलीले पुरै सफा गर्दैछु, फेस प्याक लाग्छु। यसो क्यामेरामा जिस्किनु पनि पर्यो, फेस प्याक लाग्छु। फेरि रुम एकछिनमै सफा गरेर सकेँ। तरकारी पनि पाक्यो, लाग्यो चाहिँ झट पनि गरिरहेको छु। रमाइलो पनि, तरकारी पनि पाक्यो। वाउ, यति मिठो भयो। त्यसपछि आफूलाई खाना पकाउन थालेँ। भात तरकारी लागिसक्यो, भात बनाउनु सानो कुकर छ क्या, एक्जाममा पुग्ने। त्यसपछि यो चौलामा चाहिँ राख्छु नि म। फर्स्ट पानी पखालेर फालिन्छु भने सेकेन्डवाला पानी चाहिँ म राख्छु कि पिउनको लागि एकदमै राम्रो हुन्छ। अब त्यसपछि मुख धोएर आउँछु म है गाइस। भात अन गर्छु पहिला, मुख जानुभन्दा अगाडि। मुख पनि धोएर आएँ मैले। कस्तो राम्रो लाग्यो फेस प्याक त, त्यस्तो लगाउनु इच्छा लाग्यो भने लाउँछु। मुख धोएँ। मलाई यो कम्पनीको यो प्रोडक्टहरू चाहिँ एकदम मनपर्छ। क्रिम धेरै नभएर नाचा निचिर गर्दैछु। मजाले मानेँ। अनि त्यसपछि त भात पनि पाक्यो, ग्यास पनि बन्द गऱ्यो। बाहिर कस्तो पानी परेछ, झन् पानी परेछ बाहिर एकदमै। अब जस्तो भोक पनि लाग्न थाल्यो, अब खाना पनि खान थालेँ मैले। मलाई चाहिँ एकदमै मिठो लागेको थियो तरकारी, एकदमै मिठो भएको थियो। हेर्नुहोस् ल, मैले चाहिँ खाना सुरु गरेँ है त।
तातो पनि छ कि फेरि अलिअलि तातो खाएँ ल खानासाना खाएर सकेपछि चाहिँ मेरो अर्को काम छ फेरि ब्रस गर्दैछु फेरि पानी परिसक्यो खानासाना खाएर ब्रस गरेँ त्यसपछि सनस्क्रिन लगाएँ अब रेडी हुँदैछु नि बाहिर जानको लागि एकदम मनपर्छ लाउँछु सनस्क्रिन खास ट्याप ट्याप मात्रै गर्ने हो भने चाहिँ म चाहिँ पुरै मारेछु फेरि मार्न पनि त अघि मैले राखेको थिएँ नि चौलाको पानी भनेर नि मैले त्यो पानी युरिनको लागि एकदमै बेस्ट गर्दो रहेछ साथीहरू तपाईँहरूले पनि ट्राई गर्दा हुन्छ स्मेल चाहिँ अर्कै आउँछ तर मैले चाहिँ खाएमा हप्ताको 3 चोटिसम्म चाहिँ धेरै खाँदिनँ 3 चोटिसम्म हप्ताको 3 चोटि चाहिँ यो राइस वाटर चाहिँ मैले खाएकै हुन्छु एकदमै राम्रो रहेछ युरिनको लागि चाहिँ एकदम बेस्ट हो अनि प्लस फेसको लागि पनि राम्रो गर्दो रहेछ मैले त खाएँ गुट गरेँ खाएँ मैले सबै खाएँ फेरि एउटा बाँकी नराखिकन खाएँ कि फेरि गिलास पनि टकटकाएर देखाइरहेको छु फेरि ओ माई गड पेट फुल भयो टमटम ओके गाइज अब चाहिँ म रेडी हुन्छु अब चाहिँ के ड्रेस लाउने भन्नुहुन्छ हजारवटा ड्रेस चेन्ज गरिसकेँ त्यसपछि एउटा ड्रेस फिक्स भएको धेरै पनि भएन रेडी भइसक्यो लागेन यो ड्रेसहरू यस्तो डल्लो मोटी देखाएको छ भगवान् यही हो मेरो ड्रेस प्लस मेरो लुक्स अनि म त्यस्तो मलाई मेकअप गर्न आउँदैन यति छिटो बस्न आउँछ मिठो टेस्ट हुन्छ यति खानाले र हामी चाहिँ बसेर चाहिँ मेरो छोरी राजकुमारी सर्दैछन् के आइसक्यो वाउ हेर्नुहोस् न गाइस सतुङ्गल भनेर चाहिँ लोकेसन रङ है यो चाहिँ होइन लोकेसनै मलाई हाल्न म हालिदिन्छु तर एकदमै मिठो छ कति धेरै आइटम छ सँग पनि हेर्नु न त्यहाँ पुरै सेट छ पुरै त्यो चरा कस्तो मनपर्छ उसलाई परेवा चरा एनिमल्सहरू उसलाई यति मनपर्छ ऊ पुरै उसलाई हिँड न सिमरन हिँड न भन्छ क्या उसलाई पुरै खाएर पिरोले प्याक प्याक भएको छ उतार गयो बहिनी पिरोले प्याक 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 अनि मेरो पालोमा पनि त्यस्तै भएको छ फेरि खाना छोड्छु र फेरि म ओके गाइस फाइनली घर आइपुगेँ मैले अब पुरै क्लिप्स त हाल्नु पाएन अनि पुरै घर आएँ रेस्ट गरेँ बसेँ थकै लाग्यो आज त बहुत रमाइलो पनि धेरै रमाइलो भएको थियो थ्याङ्क यू गाइस तपाईँहरूले हेरेर प्लिज लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला है
यति नै छ मेरो डे 1 यो मेरो भ्लग हो अब कस्तो हुन्छ हेर्दै जानु बाई बाई गाइस गुड नाइट